हेलो गुड मर्निङ बर्दुभाइ नमस्ते सबैजनालाई म चाहिँ अमृता बुढा मगर अनि हाल चाहिँ अहिले म बर्दुभाइ छु सबैजना सन्चै हुनुहुन्छ होला म पनि यहाँ सन्चै छु अनि यो चाहिँ बिहान अर्ली मर्निङको भ्यू यस्तो जाली लगाएको छ जेल जस्तो केही पनि देखिँदैन हेर्नु ल बिहानको 7 बजेको हो यो यस्तो छ यहाँ मान्छेहरूको रस अझै पनि पसलहरू सबै खुलिसकेछ कस्तो घाम छ निस्किन पनि यही हो बर्दुभाइको मिना बजार यस्तो छ कुनाकोप्चा म त हराउँछु होला बाहिर गए पनि यहाँबाट त हेलो म चाहिँ बिहान बिहान उठेर यहाँ भिडियो लिँदैछु यस्तो के आएको कस्तो दुःख गरी नहुन्छु म आज यहाँ यस्तो बिहान बिहान 5 बजे उठेर नुहाउँदा पनि पोलेर पानीले किनकि म बस्ने ठाउँ त अलिकति भिलेजतिर थियो अनि त्यस्तो पानी पनि त्यस्तो तातो पनि हुन्थेन मान्छेको रस पनि हुन्थेन मैले त यो फिलै गरेन तर स्ट्रगल भनेको के रहेछ भनेको त्यो बर्दुमा तातो रहेछ त्यो तातो पानी लाउन मलाई पोलेर भनेको एउटा लेयर त निकालिदियो होला मेरो स्किनको त के साह्रो गर्मीमा अझै पनि त्यो बालसाल काटेर फाल्दिनु जस्तो भयो यहाँ त्यो नुहाउन पनि गतिलो गरेर नपाइने यस्तो गर्मी मेरो बाल त सब झरालिदियो होला त्यो पानी के सेम बोइल जस्तो गरेको हामी जाडो महिनामा पनि त्यस्तरी नुहाउँदैन मलाई के साह्रो त मर्यो हौ गर्मीले यहाँ त म सुत्न नसकेर म 5 बजे उठेर नुहाएको 5 बजे उठेर नुहाउँदा पनि त्यस्तो इमेजिन के त्यस्तो तातो पानी भन्छ यहाँको मान्छेहरू ड्युटीबाट आएर साँझ नुहाउँदा त बा त्यो चिसो पानी नुहाउन मन लाग्दा तातो पानी हुँदा त मान्छे त मर्छ होला हौ मर्छ होला समुद्र चाहिँ यहीँ नजिक छ यहाँ त्यही पनि यस्तो लास्टै गर्मी एकदम स्ट्रगल भनेको के रहेछ बस्नु यहाँ मलाई यहाँ आएर थाहा भयो बल्ल एकदम गाह्रो छ एकदम म यहाँ पसिनाले चुचु भइसकेको छु एसी लाउँदा पनि भेटेन क्या मलाई त्यस्तो गर्मी भयो यहाँ यहाँ चाहिँ मैले सानसानो मेमोरीहरू चाहिँ कलेक्ट गरेको थिएँ यो चाहिँ मेरो लास्ट डे थियो कम्पनीमा अनि म चाहिँ मेरो पासपोर्ट कलेक्ट गरेर म जाँदैछु यो मेरो काम गर्ने प्लेस अन्तिमचोटि बाई बाई यो चाहिँ मेरो रुम एम्टी भयो खाली भयो एकदम मलाई याद आउने छ यहाँ मेरो धेरै सपनाहरू पुरा गरेको छु धेरै मेमोरीहरू कलेक्ट गरेको छु यही थियो यस्तो हुन्छ हाम्रो रुम चाहिँ अनि चाहिँ अहिले पुरै खाली कितना मजा है कैसा नशा है प्यार करके देखो ना तुम भी कभी मेरी तरह प्यार करके देखो ना बाई बाई यो चाहिँ मेरो रुम नम्बर सबै कुराहरू एकदम याद गर्नेछु मैले यो बिल्डिङमा 2 वर्ष बिताएँ एकदम राम्रो छ सेफ छ अनि इधर मेरे दोस्त थे उसको मैं दिखा नहीं सकती हूँ हेलो इजु बाई बाई अलि अँधेरो अँधेरो छ अनि यहाँ चाहिँ बहिनी लाइट बालेर लाइट बाल्न अलाउड छैन के अनि यहाँ हुनुहुन्छ मेरो दिदी हेलो थ्याङ्क यू दिदी वेलकम दुबई छोड्न जान लाग्यो यस्तो त कहाँ पाइन्छ र हो विदेशमा हैन दिदी भन्नु त जुनै कन्ट्रीमा भए पनि मैले हेल्प गरेको बहिनीहरुले मलाई अलि सबै छैन त्यहीबाट सधैँ हेल्प गर्नुपर्छ एकअर्कालाई यहाँ चाहिँ सिर्जना बहिनी ऊ चाहिँ काठमाडौँबाट हो बिचरा ऊ छुट्टी भएर अनि मलाई लिन आएर फेरि दिदीको लोकेसनमा गएर दिदीलाई लिएर हामी चाहिँ हिँड्यौँ दुबईतर्फ
मतलब हामी हिँड्यौँ भने नि उहाँहरूले आफ्नो काम सकेर थाक्दा पनि रेस्ट नगरिकन खाना नखाइकन मलाई छोड्न आउनुभएको। मैले दिन त केही सकिनँ, तर पनि उहाँहरूले मेरो लागि गर्नुभयो। एकदम थ्याङ्क यू दिदी यही भिडियोबाट। अन्त मैले के भन्छु भने यहाँबाट हामी जहाँ छौँ जस्तो छौँ हामी चाहिँ राम्रो मान्छेहरू चिनौँ र बनाऊ, सबैलाई रेस्पेक्ट देऊ। कहीँ न कहीँ चाहिँ यो कुराहरू एकदम हेल्पफुल हुन्छ के, किनकि हामीले राम्रो गऱ्यो भने उहाँहरूले राम्रो गर्ने हो नि त। अनि यति राति हेर्नु न मलाई छोड्नु भयो। म एकदमै उहाँहरूको लागि मेरो हृदयमा एकदमै सफ्ट कर्नर एकदमै ठुलो ठाउँ छ र उहाँहरूको हृदयमा पनि मैले ठाउँ बनाएको रहेछु। थ्याङ्क यू दिदी, थ्याङ्क यू फर एभ्रिथिङ। आफ्नो फ्यामिलीले त गर्छ नि, जस्तो परिस्थितिमा गर्छ उहाँहरूले गर्नु नै पर्छ र हामीले पनि फ्यामिलीको लागि गर्छौँ। तर अर्काले तपाईँको लागि गर्नु भनेको नि यो प्राइसलेस कुराहरू हो। हामी किनेर पाउँदैनौँ यो कुरा। पैसाको घमण्ड, रूपको घमण्ड या ट्यालेन्टको घमण्ड भनेको एक क्षणिक मात्रै हो। यो चाहिँ दोस्रो दिन थियो, दिदीहरूले मलाई छोडेर जानुभयो। अनि यहाँ चाहिँ दिदीसँग चाहिँ म बाहिर भिडियोहरू बनाउँदै थिएँ हल्का फुल्का। को तपाईँको साथी हो र? बर्दुबेको गल्लीमा छ। म त बोल्दिनँ, मलाई लाज लाग्दैन। के को लाज हो? यहाँ हाम्रो दाइ दिदी अगाडि हुनुहुन्छ, म त लजाउन गरिदिन्छु। जानी हो बहिनी भन्ने भए म कपडा निकालेर बस्थेँ अघि नै। बोल छिटो आउनु न। कति वर्ष भयो? 2 वर्ष। कति छ सामान? अनि चाहिँ हामी यसरी बाहिर डुल्दै आएका थियौँ। मलाई एक्ज्याक्टली यो ठाउँको नाम त थाहा भएन। यो क्लिपहरू चाहिँ सबै हिजोको हो। मैले सानो सानो क्लिपहरू जोडेर अनि हालेको छु, किनकि डेली हाल्न चाहिँ मैले सकिनँ अनि सक्दिनँ पनि अहिले। त्यही भएर ट्राई मात्रै गरेको हो। यो चाहिँ हामी नेपाली रेस्टुरेन्टमा आइसकेका छौँ अनि बाहिर खाने भनेर भोक पनि लागेको थियो र खाना फुड अर्डर गरेपछि कुरा गर्दै बस्यौँ। दाइ पनि उतैतिरको हुनुहुँदो रहेछ। अनि सेम बिल्डिङमा बस्ने भएको कारणले दिदीले अनि जाउँ न त भनेर चाहिँ अब केटी हिँड्नुभन्दा राति भनेर दाइसँग हामी गफ गर्दै, दाइले त खानु भएन बिचरा, खाना खाएर आउनुभएको रहेछ। सिरे बाबुलाई कम्पनी दिन आउनुभएको। अनि हामीले चाहिँ त्यही मोमो अर्डर गऱ्यौँ। अनि मलाई फेरि लाइट खानु मनपर्छ क्या राति। अनि यो रोटी, तावा रोटी अनि भेज करी यही मगायौँ, किनकि मलाई त्यति साह्रो हेभी खानु मन लाग्दैन नाइटमा, खानु पनि सक्दैन एकदम बाहिरको खानाहरू। अति मलाई हेबिट पनि छैन कि खासै। अनि दाइलाई पनि यहाँ मन जिस्काउँदै थिएँ, दाइ कहाँको हुनुहुन्छ, नाम के हो तपाईँको पिक्चर पब्लिस गर्न हुन्छ भन्दै जिस्काउँदै थिएँ। अनि यो चाहिँ मेरो दिदी है, मेरो ठुलो दिदी, ठुल्बाको छोरी। अनि त्यसपछिबाट हामी गफ गर्दै खाना खायौँ। अनि मिठो थियो मोमो पनि, कस्तो मिठो थियो। मलाई नेपालको टेस्ट आएको थियो मोमोमा चाहिँ। रोटी ठिकै थियो, खाना मिठै थियो। अनि हामी चाहिँ यहाँ कुरा गर्दै भन्दै, दाइको नाम पनि लाले रहेछ कि, मैले पनि लालमाया भन्दै दाइलाई जिस्काउँदै थिएँ। अनि यति हो हाम्रो आजको। रमाइलो भयो। रमाइलो के भन्नु, नाइट भाइब्स चाहिँ धेरै हुँदो रहेछ, किनकि म त चाहिँ बाहिर बस्छु नि त। अनि मलाई सहर बाहिर जस्तो ठाउँमा बस्छु, त्यही भएर मलाई त्यति एक्सपिरियन्स छैन क्या यतातिरको। यो हाम्रो पिक्चर अनि यस्तै सानो सानो मेमोरी कलेक्ट गरेर राखेको छु। आई होप तपाईँहरूलाई मनपर्छ होला, सपोर्ट गर्नु होला। मन परेमा लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब चाहिँ गरिदिनु होला, किनकि तपाईँहरूको सपोर्टको मलाई एकदम आवश्यक छ। अनि यो चाहिँ खाना खाएर हामी ढारेर अब चाहिँ रुममा जाने भनेर दिदीलाई जिस्काउँदै थिएँ। यो हामी दिदी बहिनी, बाई।